प्रियन नमस्कार। आज चाहिँ धेरै 2 दिन तपाईँको लगातार पानी आएर बर्बाद छ जापानमा। अब चाहिँ म रुमबाट निक्लिँदैछु ड्युटीको लागि। यस्तै छ गाइज, हेर्न सक्नुहुन्छ कपडा नसुकेर यस्तोमा टङ्गाउनु परेको छ। पनि गाइज 2 दिन भयो पानी पर्न लागेको। अब चाहिँ म छाता ओढेर मजाले ड्युटी हिँड्दैछु। हजुरहरू होली कसरी मनाउनु भयो? होली सिद्धेको पनि 2 दिन भयो। टिकटकहरूमा त खत्रै रमाइलो भयो जस्तो लाग्छ हाम्रो बुटोलमा पनि है। काठमाडौँमा त अब कुरै नगरौँ। काठमाडौँको बालेन देखेपछि अटोमेटिक काठमाडौँको क्रेजै त्यत्तिकै बढ्छ। बुटोलमा पनि रतन हिमालहरू कलाकार राम्रो जानुभएको रहेछ। यस्तो हावा लाग्यो कि हावा लगाएर छाता पनि छोप्न नसक्ने स्थिति यहाँ छु। त्यो छ पानी परोसिना छारो लाइको रुमाल साथीलाई मन पर्यो बोल्यो बामरी बामरी बामरी। यस्तै छ जिन्दगी पिर्न गर भेरेर रामरी कुरो होइन। फेरि यस्तो हुन्छ नि गाइज, यो तपाईँको जति पानी पर्यो नि त्यति चिसो पर्छ कि यो जापानमा। फेरि यस्तो अनौठो ठाउँ छ कि गर्मी भयो भने त्यस्तै गर्मी हुने, जाडो भयो भने त्यस्तै जाडो हुने। यहाँ छाता यहाँ समात्नै सकेको छैन कि यस्तो हावा छ। अब एउटा कन्टेन्ट नबनाइ पनि नहुने। ओ माई गुडनेस। ए फुलमा भमरा आउँदै गर मायालु बसेर गरौँला रमारा भन्ने कुरो यस्तो गाना पनि थियो गाइस एकताका है। लाउ जुत्ता चप्पल लाउ जुत्ता चप्पल कोखे सिउँदो नपार नकल फुलमा भमरा ट्याउ ट्याउ आउँदै गर माया माया नमार। है आफ्नै स्वरमा गाना गाएपछि कपिराइट पनि हुँदैन के कसो। सन्डे पनि हो, मौसम पनि चिसो चिसो छ। गाह्रो छ हो गाइजहरू। आज बिजनेस गर्नेहरूलाई पानी पर्यो, के गर्नु। ट्रेन चढ्ने ठाउँमा आएँ गाइज म एकीमा छ। ट्रेन पनि चढ्नु पर्ने हो कि होइन कि त्यो के हो। सिँढी चढ्दै गाइसहरू एकीमा छाता हातमा छोपेर रुख भाग 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 केटा भाग भाग। थुप्रै चिसो छ हौ गाइज। एकीको माहौल चाहिँ यस्तो रहेको छ। अब यहाँ लट्न पनि सकिन्छ है। र एक्जिट भएर पनि यतापट्टि अब हाम्रो होटेलतर्फ जाँदैछु। 150 मिटरमा रहेको छ पिसिआरको एकीबाट हाम्रो रेस्टुरेन्ट। नर्थ एक्जिटबाट निक्लिनु पर्ने हुन्छ। तपाईँहरू चिसो चिसोमा यो गाडी लागेको चाहिँ ओयामा टेम्पल जाने खत्रै रमाइलो छ। ओयामा भनेको माथि मैले तपाईँहरूलाई भिडियोहरू हालिरहेको छु नि टिकटकमा। त्यो चाहिँ ओयामा टेम्पल हो। यहीँबाट गएको थिएँ म। यहाँ चाहिँ फ्लावर बेच्ने दामी दामी छ। सर्लक म ड्युटीमा पनि आइसकेँ है। ड्युटीमा पनि आएर अब ढोका खोल्न फाइनली गाइज रुमबाट हिँडी ड्युटीमा पनि आएर किचनमा प्रवेश पनि गरेर हाम्रो रेस्टुरेन्ट चाहिँ यो प्रकारको रहेको छ।
मजाले हेर्न सक्नुहुनेछ। 45वटा सिट पुरा राउन्डिङमा रहेको छ। अहिलेलाई चाहिँ म ब्लग यहीँबाट एन्डिङ गर्न चाहन्छु। तपाईँहरूलाई नेपाली खानाहरू, इन्डियन खानाहरू, जापानिज खानाहरू कुनै पनि खाना चाहनुहुन्छ भने हाम्रो साकाबे स्टामिनामा आउनुहोला। तपाईँहरूको लागि एकदम हामी रेडी अवस्थामा छौँ। अहिलेलाई चाहिँ त्यति नै। बाई बाई।